मागका ज्ञापन पत्र लिएर नेता बहिष्कार गरेका थियौँ। सब नेताहरूले वार्ता गरेर तपाईँहरूका सबै माग संवैधानिक भएकाले सबै माग पुरा गर्छौँ भनेर ग्यारेन्टी गरेका थिए, नाक रगडेर वाचा गरेका थिए। अब यदि अहिलेको आन्दोलन भयो, हामीले गऱ्यौँ, सम्पूर्ण जनजयन्तीले जेन XYZ सबैले गरेको छ र अब हामी यी मागहरू लिएर फेरि प्रधानमन्त्रीलाई र शिक्षा मन्त्रीलाई लगायत सम्पूर्ण सरकारलाई ज्ञापन पत्र बुझाउन जानेछौँ। यता देखाउनु सम्पूर्णलाई हामी यो देखाउन जानेछौँ र हाम्रा मुख्य मागहरू 23 माग छन्। तर तीमध्ये हाम्रो पहिलो माग भनेको संविधानले के गरेको छ भने हरेक जनतालाई बाँच्न पाउने अधिकार ग्यारेन्टी गरेको छ। तर एउटा गरिबको छोराछोरीलाई क्यान्सर लाग्यो भने के हुन्छ? उपचार कहाँबाट ल्याउँछ त? 1 करोड। किडनी फेल भयो भने 50 लाख कहाँबाट लिएर आउँछ? मुटु रोग भयो भने 50 लाख कहाँबाट लिएर आउँछ? हृदय रोग लगायत एकदम बहुत ज्यादा पैसा खर्च लाग्ने रोगहरू भयो भने कहाँबाट लिएर आउँछ? जबकि संविधानले बाँच्न पाउने अधिकार ग्यारेन्टी गरेको छ। र अर्को कुरो संविधानले के लेखेको छ भने आधारभूत स्वास्थ्य सेवा ग्यारेन्टी गरेको छ। त्यो आधारभूत स्वास्थ्य सेवा भनेको के भने बाँच्नको लागि अनिवार्य नहुने अवस्था हो। बाँच्नको लागि अनिवार्य तत्त्व अवस्था चाहिँ सिर्जना सरकारले गर्नुपर्छ। गरिबलाई क्यान्सर लगायत ठुला रोग लाग्यो भने उपचार गर्नुपर्छ भनेर संविधानले भन्छ। तर नेताहरूलाई रुगा लाग्दाखेरि पनि युरोप अमेरिका जान्छन्, तर नेपालका गरिब जनताहरूलाई क्यान्सर लाग्यो भने 1 लाख रुपियाँ दिन्छ। 50 लाख रुपियाँ खर्चमा उपचार हुँदैन, त्यो क्यान्सर 1 लाख रुपियाँमा कसरी खर्च हुन्छ? अब आइन्दा लगायत हामीले त्यस्ता माग राखेर अब सबैभन्दा पहिले गरिबलाई बाँच्न पाउने अधिकार अन्तर्गत ठुला रोग, क्यान्सर, किडनी फेल, मुटु रोग, मस्तिष्क रोग लगायत ठुला रोगहरूका निःशुल्क उपचार गरियोस्। निःशुल्क उच्च शिक्षा लगायतका मौलिक हकहरू गरिब जनताहरूलाई दियोस्। एउटा उच्च शिक्षा गरिबको कोटामा उच्च शिक्षा प्राप्तको लागि बालबाला महिनाको 5 लाख रुपियाँ कमाउने डक्टरले युरोप अमेरिका गएर पढ्न सुविधा दिएको छ। जबकि छोराछोरी गरिबका छोराछोरीले पढ्न पाएका छैनन्, स्कुल छोड्नु परेको छ। उच्च शिक्षामा गरिबका छोराछोरीलाई 10% अनिवार्य भनेको छ, तर त्यो धनीका छोराछोरीहरूले लिएका छन्। त्यस कारणले हरेक गरिबका छोराछोरीहरूलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गरियो। फ्री भिसा र फ्री टिकट भनेर गरिब युवाहरूलाई रोजगारीको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था गरिएको छ। तर त्यो सबै धनी नेताहरूले लिइरहेका छन्, त्यो दिनु हुँदैन। अब गरिबका छोराछोरीलाई त्यो हुनु पर्यो। र अर्को कुरो सहुलियत कर्जा भनेर 2 करोडदेखि 5 करोडसम्म नेपाल सरकारले पेपर बिना दितो गरिबहरूलाई चाहिँ स्वरोजगार हुनको लागि दिएको छ। त्यो पैसा धनी नेताहरूले लिएका छन्। झलनाथ कनारले 70 करोडभन्दा बढी लिन्छ, गगन थापाले लिन्छ, हरेक नेताहरूले लिइरहेका छन्। तर गरिब जनतालाई, लक्षित वर्गलाई चाहिँ त्यो 2 करोड 10 लाख बिना दितो 2% देखि 5% ब्याज दरमा दिनु पर्यो, त्यो दिएको छैन, त्यो दिइयो। र अर्को कुरो के छ भने गरिबलाई रासन कार्ड लिएर रासन कार्डको व्यवस्था गरेर जसरी पञ्चायत कालमा रासन कार्ड व्यवस्था गरेर गरिबहरूलाई हरेक सामान सस्तो दिएको थियो, त्यसै गरी भारतमा पनि त्यही तरिकाले ल्याउँछ। विकसित मुलुकहरूमा पनि त्यही दिएको छ। हरेक कुरोको गरिबलाई चाहिँ हरेक कुरोमा सस्तो दिने, आधा सस्तो दिने, गरिबहरूसित डबल पैसा लिने, गरिबलाई हरेक कुरोमा कर छुट दिने, हरेक गरिब वर्गलाई चाहिँ कर छुट दिने र धनी वर्गहरूलाई डबल कर लिने। त्यस कारणले गरिब जनतालाई संविधानले के भन्छ भने जनताले चाहेको हरेक कुरो ग्यारेन्टी गर्नुपर्ने सरकारको दायित्व हो। राज्यका सम्पूर्ण स्रोत साधनहरूको समान रूपमा जनतालाई, सबै जनतालाई समान रूपमा पनि भन्छ। तर समतामूलक हुनु पर्यो। समता भनेको तपाईँ अरबपति हुन्छ अनि ऊ करोडपति छ। तपाईँ अरबपतिलाई 1 करोड दिएर उहाँ करोडपतिलाई 1 करोड दिने होइन। सबैभन्दा पहिले त्यो करोडपतिलाई 79 करोड दिएर 1 अरबपति बनाउने उसलाई पनि तपाईँलाई पनि समता भनेको त्यो हो। त्यस्तो किसिमको समतामूलक कानुन हुनु पर्यो। र जनताले चाहेको हरेक कुरो सरकारले ग्यारेन्टी गर्नुपर्छ भनेर संविधानले भनेको छ। त्यो संविधानको धारा 52, 53, 54, 55 यी 4वटा धारा महत्त्वपूर्ण छन्। र सबैभन्दा पहिले धारा 55 नउठाउन्जेल स्वयं महादेव विष्णु ब्रह्मा विष्णु महेश जोसुकै आए पनि नेपाललाई बनाउन सक्दैन। र धारा 55 खारेज हुने बित्तिकै राजा आओस्, राष्ट्रपति आओस्, कुकुर आओस्, गधा आओस् मतलब छैन। प्रधानमन्त्री जोसुकै आओस्, कोही पनि त्यहाँ कुर्सीमा कुकुरलाई गधालाई राखिदिए पनि नेपालीका सबै समस्या समाधान हुन्छन्। धारा 55 मा के लेखेको छ? र धारा 52, 55, 52, 53, 54 हेर्नुपर्ने हुन्छ। 52 मा के लेखेको छ भने संविधानले भनेका कुराहरू सरकारले लागू गर्नुपर्छ भनेर धारा 52 ले लेखेको छ। धारा 53 ले के भन्छ? संविधानले भनेको कुरो सरकारले यसरी लागू गरौँ भनेर धारा 53 ले चाहिँ एउटा सुझाव दिनुपर्छ, एउटा लिखित मैले यस्तो गरेँ भनेर रिपोर्ट दिनुपर्छ। धारा 54 ले के भन्छ? सरकारले यसो गरेन, अब रिपोर्ट दिएन, त्यो छानबिन गर्नुपर्नको लागि अर्को समिति, अनुगमन समिति बनाउनुपर्छ भनेर धारा 54 ले भन्छ। तर यही धारा 55 ले के भनेको छ भने यी माथिका कुराहरू जनतालाई संविधानले दे भनेका कुराहरू सरकारले नदिए पनि कुनै पनि प्रश्न उठाउन पाइँदैन, कुनै अदालतमा मुद्दा हाल्न पाइँदैन यो सरकार नेताहरू विरुद्ध भनेर संविधानको धारा 55 भएकोले त्यो संविधानको धारा 55 खारिज नगरिकन कुनै पनि क्रान्ति सफल हुँदैन, कुनै पनि माग जनताका पुरा हुँदैनन्। अहिले काङ्ग्रेस, एमाले, माओवादी, फोरम जो आए, अहिले जेनजी आयो, जेनजीले पनि चाहिने कुरो उठाएको छैन। कोही माओवादीका जेनजी, कोही काङ्ग्रेसका जेनजी, कोही राप्रपाका, कोही राजसभाका, कोही एमालेका, कोही फोरमका, हरेक पार्टीका जेनजी छन्। यिनीहरूकै पार्टीका नेता, यी जेनजी नेताहरूले नेताहरूको अघिल्लो चुनावमा नेताहरूको जुत्ता चाट्दै गर्दाखेरि हामीले त्योभन्दा 1 वर्ष अगाडि नै हाम्रा संविधानले दिएका ग्यारेन्टी गरेका यी मागहरू पुरा गरियोस् भनेर हामीले नेता बहिष्कार गरेका थियौँ। शेखर कोइराला, लालबाबु पण्डित, परशुराम बस्नेत, केदार कार्की, जीवन आचार्य, प्रधानमन्त्रीका ज्वाइँ नागेश कोइराला, शिल्पा कार्की,
र स्वयं मेयरका उम्मेदवार सागर थापा लगायत सम्पूर्ण नेताहरूलाई चाहिँ हामीले वार्तामा यी कुरा राखेका थियौँ। यी तपाईँहरूका माग सबै संवैधानिक भएकोले हामी जसरी पनि पुरा गर्छौँ भनेर यिनीहरूले नाक रगडेर बाजा गरेका थिए र हामीले यिनीहरूलाई भनेका थियौँ तिमीहरूले बारम्बार ठग्यौ, तिमीहरूको विश्वास छैन भनेपछि गाउँका 4-5 जना कार्यकर्ताहरू हरेक पार्टीका हाम्रा नेताबाट जसरी पनि गराउँछौँ, यिनीहरूबाट गराउन सकेन भने हामी जस्तो सुकै पनि सामाजिक सजाय भोग्न तयार छौँ भनेर यिनीहरूले वार्ता गरेकोले हामीले यी ग्यारेन्टी गर्छन् भनेर विश्वास गरेर यिनीहरू हामीले त्यो समयमा नेता बहिष्कारलाई स्थगित गरेका थियौँ र अझै पनि यिनीहरूले ती मागहरू पुरा नगरेकोले अब हामी यो विराटनगरमा हामी यी मागहरू लिएर आन्दोलन गरेछौँ र यहाँबाट फेरि अर्को फेरि दोस्रो लगतै हामी काठमाडौँमा गएर माइतीघर मण्डलमा त्यहाँ गएर हामी जानकारी गराउनेछौँ सबैलाई। र यदि सरकारले गरेन भने यी मागहरू कुनै पनि सरकारले अब सम्बोधन गरेन भने हामी काङ्ग्रेस एमाले माओवादी फोरम लगायत पुराना पार्टी मात्रै होइन अब नयाँ आउने यी जेनजी नेताहरू जेनजीहरू पनि राजनीतिमा निक्लेका छन्। यी जेनजीहरूले पनि पार्टी खोल्छन्। यदि यी पार्टीहरूमा कुनै पनि व्यक्तिले अहिलेसम्म जेनजीहरूले यो कुरो उठाएको छैन, यदि यिनीहरूले यो कुरो उठाएको छैन भने या त यिनीहरू अनाडी हुन् या त यी विगतका नेताहरूका दलहरूका पाल्तु कुकुर यिनीहरूले चाहिँ गणतन्त्र बदनाम भयो। अब बदनाम गर्नको लागि सुधार्नको लागि पुराना नेतालाई कारवाही गर्ने, यिनीहरू नयाँ नेतालाई स्थापित गराउने भनेको यिनीहरूको नियत देखिन्छ जेनजीहरूको। यसको प्रमाण म देखाउँछु। अस्ति भर्खर जेनजीका नेता सोधन गुरुङ भन्ने व्यक्तिले गगन थापाको खुट्टा ढोकेर लौ न हजुर पुराना नेतालाई कारवाही गरौँ अनि नयाँ नेतालाई चाहिँ स्थापित गराउनुपर्छ, तपाईँहरू नेतृत्व लिनुहोस् भनेर गगन थापाको खुट्टो ढोकेकोले गर्दाखेरि त्यो अवस्था आएको। विराटनगरको अस्ति जेनजीहरूको मिटिङमा म गएँ, त्यहाँ जेनजीका मिटिङका कार्यक्रम सबै 45-50 जना थिए। उनीहरूले के भन्यो भने हामी सुदनको पछि लाग्ने कि हामी त अर्को रिमाल के ढुङ्गाना भन्ने छ ऊ ढुङ्गानाको पछि लाग्ने भने मैले भने ढुङ्गाना र रिमाल हामी जान्दैनौँ। एजेन्डाको कुरो हो, जसले जनताको एजेन्डा उठाउँछ त्यसलाई हामी सपोर्ट गर्छौँ। भोलिको दिनमा चुनाव हुन्छ, प्रत्यक्ष हुन्छ, आफ्नो ठाउँमा छ, सबैले आफ्नो एजेन्डा पेश गर्छन्। म देशको लागि र जनताको लागि यस्तो यस्तो गर्छु भनेर एजेन्डा पेश गर्छन् र कोही एजेन्डाहरू जनताले जसको रुचाउँछ, जसको एजेन्डा जनतालाई मन पराउँछ त्यो एजेन्डालाई जनतालाई जितेर गएपछि उनीहरूलाई जनताले त्यो कार्यान्वयन गर्नुपर्छ 5 वर्षको अवधिमा। यदि 5 वर्षको अवधिमा त्यो काम नगरेको खण्डमा जनताले प्राथमिक सुमात्रा र बङ्गालमा के छ भने सरकारले यदि गर्छु भनेको कामहरू नगरेको खण्डमा 5 वर्षको समयमा थोकिन्थ्यो, राज्य जिम्मा लगाएर दिन्थ्यो। यदि जनताले भनेको काम संविधानले भनेको काम सरकारले नगरेको खण्डमा जनताले घिसारेर 5 वर्षपछि मृत्युदण्ड दिने प्राथमिक सुमात्रा र बङ्गालमा कानुन थियो। त्यस्तै नेपालमा पनि अब सरकारमा जो जान्छन् यिनीहरूले संविधानले भनेको गर्छु भनेको कुरो गरेनन् भने तिनीहरूलाई पनि त्यस्तै कठोर मृत्युदण्ड दिने कानुन बनाउनुपर्छ। जबसम्म यो कानुन बनाइँदैन तबसम्म नेपालमा स्वयं महादेव आए पनि केही पनि हुनेवाला छैन। अब हामी यी कुराहरू उठाएर जेनजी काङ्ग्रेस एमाले माओवादी जो छन् यिनीहरूले कुनैले पनि यो कुरो किन उठाएनौ, तिमीहरू या त बिक्री भएका हो या त थाहा नभएको भनेर यिनीहरूमा प्रश्न गर्छौँ। र हाम्रा कुराहरू यदि कसैले पनि गरेन भने पुराना सबै लगायत पार्टी नयाँ पुराना सब पार्टी र जेनजीले खोलेका पार्टीहरू पनि सबैलाई हामी बहिष्कार गर्नेछौँ। कोही मानेकालालको यदि आयो भने हामी नेताहरूलाई गर्दन छिनाइदिन्छौँ, जिउँदै जलाउँछौँ। यो हामी संविधानको प्रतिबद्धता हो। हामी जुन गरिब नागरिकहरूको तर्फबाट यो संविधान यस्तो यस्तो संविधान बनाउनुपर्छ भनेर हामीले अर्को वैकल्पिक संविधान बनाएका छौँ। त्यो संविधान लिएर जानुपर्छ। त्यो संविधान यदि लागू गरिएन भने चाहिने संविधान जनताले चाहेका हरेक कुराको ग्यारेन्टी त्यो संविधानले गरेको छ। नेताहरूले हिजो यसो गाली गरे उसो गरे मात्र अहिलेसम्म जेनजीहरूले भनिरहेछन्। जेनजीहरूले त्यो बाहेक अरू केही भन्न सकिरहेछन्। एउटा प्रत्यक्ष निर्वाचित कार्यकारी भनेर यिनीहरूले भनिरहेछन्। प्रत्यक्ष निर्वाचित कार्यकारी युक्रेनको जेलेन्स्कीहरू प्रत्यक्ष निर्वाचित कार्यकारी देशलाई सबैभन्दा 1000 वर्ष पछाडि धकेल्थ्यो। संसारका 12वटा जस्ता व्यक्तिहरू मोहम्मद गद्दाफी लगायत त्यस्ता 1 दर्जनको मैले अस्ति लिस्ट सार्वजनिक गरेर यिनीहरूको बारेमा पनि मैले अस्ति एउटा पोस्ट पनि गरेको थिएँ। यी कार्यकारीले देश बर्बाद गरेका देश बेचेका धेरै उदाहरण छ। त्यस कारणले कार्यकारी चाहिँदैन। राजा आओस्, प्रधानमन्त्री आओस्, राष्ट्रपति आओस्, त्यो त हामीलाई मतलब छैन। कुकुर राख्दियोस् कुर्सीमा, गधा राख्दियोस्, मतलब भएन। तर हामीले भनेका काम गर्नु पर्यो। यदि गर्दैन भने जोसुकै नेता आउँछ हाम्रो पार्टी गाउँमा आयो भने विराटनगरमा आयो भने हामी ती नेताहरूलाई गर्दन छिनाउँछौँ। हाम्रो भनाइ यति हो। धन्यवाद।